that's just like you and me. Everyone is lonely sometimes, but I would walk 1,000 miles to see you rise. You are not alone with your family. Hold me, let's escape all this reality. You are my symphony. By your side, we are unity. You are my energy, my guiding light. We are unity. Hey guys, welcome to our channel In Our DNA. This is our new vlog. आज चाहिँ हामी मेलबर्न जाँदैछौँ. मेसोको बर्थडेले गर्दा चाहिँ त्यति टाइम थिएन, जम्मा 20 मिनट्स जस्तो थियो. बिनाजुले हामीलाई लेपिन्टन ट्रेन स्टेसन ड्रप गर्दै हुनुहुन्थ्यो. हामी जाँदैछौँ. फाइनली हामीले प्लेन चाहिँ अहिले बोर्ड गऱ्यौँ. निकै नै एकदमै रसमा आउनु पऱ्यो. त्यसमा हामी चाहिँ सुरुको फर्स्ट ट्रेन मिस भएको थियो, सेकेन्ड ट्रेनमा आयौँ. त्यति बेला हामी गेटसम्म आइन्जेलसम्म प्लेनको बोर्डिङ कम्प्लिट भइसकेर प्लेन उड्न लागिसकेको थियो. जेट स्टारको टिमले हामीलाई फाइनल्ली बोर्ड चाहिँ गराइदिनु भयो. थ्याङ्क यू सो मच फर द जेट स्टार टिम. अब हामी मेलबर्नको लागि टेकअप हुँदैछौँ र सिडनीको एयरपोर्टमा टेकअप एकदमै उत्कृष्ट मर्निङ आवरमा अब हामी टेकअप हुन्छौँ. लेट्स सी हाम्रो अब फ्लाइट कस्तो हुनेछ. सो हामी अहिले 32,000 फिटमा क्रुजिङ गरिरहेका छौँ. अब यो जम्मा 1 आवर 30 मिनट्स अराउन्डको फ्लाइट हो, धेरै टाइम लाग्दैन. अब हामी एकैछिनपछि हामी टुलामराइन इन्टरनेसनल एयरपोर्टमा ल्यान्ड हुँदैछौँ. टुलामराइन इन्टरनेसनल एयरपोर्ट चाहिँ मेलबर्नको सबभन्दा ठुलो एयरपोर्ट हो र यो अलिकति आउटस्कट ठाउँमा छ. त्यो चाहिँ एकदम ग्रिनरी, हेर्न नि रमाइलो छ. ल्यान्डिङ चाहिँ एकदमै मनमोहक हुन्छ त्यहाँ चाहिँ. लेट्स सी, अलिकति पानी पनि परिरहेको छ. हाम्रो ल्यान्डिङ कतिको स्मुथ हुन्छ, लेट्स सी. अब हामी Welcome to Melbourne. We have arrived 15 minutes ahead of schedule. Just I would like to acknowledge the traditional custodians of this land. Would also like to pay respects to elders. पर्दैन भिडियो. Do not use your phone.
सो या हामी भर्खरै मेलबर्न एयरपोर्ट ल्यान्ड भएर हामी त्यहाँबाट डिसेम्बार्क गरिसकेपछि अब टर्मिनलतिर छिरिरहेका छौँ। यो चाहिँ मेलबर्नको सबभन्दा ठुलो एयरपोर्ट भन्दा नि हुन्छ। अर्को यो पछिको फेमस एयरपोर्ट भनेको एभालेन इन्टरनेसनल एयरपोर्ट हो। त्यो चाहिँ प्रायः त्यहाँबाट डोमेस्टिक अपरेट हुन्छ र प्रायः जसो कार्गो प्लेनहरू चाहिँ एभालेनबाट अपरेट हुन्छ। म्याक्सिमम् प्यासेन्जर प्लेन चाहिँ मेलबर्नमा ल्यान्ड हुने भनेको यही टुलामरन इन्टरनेसनल एयरपोर्ट हो। यो त क्वान्टास एयरलाइन्स भइहाल्यो, अस्ट्रेलियाको स्पिरिट अफ अस्ट्रेलिया। मेरो पनि यहाँ वेट गर्दैछिन्। अब हामी यहाँबाट बाहिर निस्किन्छौँ। हामीलाई रिसिभ गर्नलाई अन्जनाको कपाल आउँदै हुनुहुन्छ। लेट्स सी अब बाहिर निस्क्यौँ, त्यसपछि बिस्तारै हामी आज मेलबर्न पुरै एक्सप्लोर गर्नेछौँ। Such a quite interesting day gonna be. Wow, nice. Look, them. त दुईजना माइटहरूको भेटघाटपछि अब हामी घरतिर लागिरहेका छौँ। बिचमा हामीलाई अजित दाइले यस्तो दामी प्लेन स्पटिङ ठाउँमा रोकिदिनु भयो। युनाइटेड एयरलाइन्स आउँदै रहेछ, हेर्नलाई सही रमाइलो भयो, दामी। सो स्विट अजित दाई। छैन नि, म त जस्तो हुन्छ नि ट्राभल गर्नुहुन्छ हजुर। होइन बनाउने भिडियो गर्ने कि फोटो? नानीले साथ दिने नि मलाई। ल फेरि 1 सेकेन्ड माइटहरूको अफिसियल भेटघाट सुरु भयो आएपछि। अनि अब त्यसपछि हामी चाहिँ घरभित्र के छ कसो छ भनेर फेरि एक्सप्लोर गर्न लागिरहेका छौँ। अनि त्यसपछि हाम्रो आजको के प्लान हो, आज कहाँ कहाँ घुम्नु जाने भनेर एकछिनमा हामी प्लान गर्छौँ। ल ठिक छ, नाइस। देख्नुभयो यो ठ्याक्क यो यहाँ चाहिँ पार्क छ यहाँ अगाडि। हजुर, त्यसपछिको केही पनि छैन क्या। त्यहाँ हो कङ्गारू आउने? कङ्गारूहरू यता नै आउँछ, तर कङ्गारू आउँछ अर्को पार्कमा हो। अनि ठ्याक्क उतापट्टिको त्यो बिल्डिङहरू देख्नुभएको छ नि, त्यही हो कि यहाँबाट सपिङ गर्न जाने सबै एरियाको मान्छे जाने। सपिङ गर्न जाने चाहिँ धेरै नजिक छ अन्जनाको। अनि यो बेस्ट ठाउँ तपाईँको एयरपोर्टबाट नि जम्मा 15 मिनट्स भनेको त। यो दाइको अफिस जस्तो हो त। यो नि स्टोरेज यो थर्ड रुम, यो चाहिँ अफिस, यो चाहिँ मास्टर बेडरुम। तिमीहरूको बेडरुममा बेबी सेटअप छ कि छैन चेक गरिहाल्नु। म पनि एक्साइटेड हो त्यो कुरा। ल अब अन्जनाको हाउस टुर गरिसकेपछि खानासाना खायौँ। अब हामी सिटी टुरतिर निस्किँदैछौँ। सिटी टुरमा अब हामी सुरुमा सायद श्राइन अफ रिमेम्बरेन्स भन्ने ठाउँ जान्छौँ होइन। त्यो चाहिँ वार मेमोरियल टाइपको हो। अनि हामी अब केही समयमा त्यहाँ पुग्छौँ अनि त्यहाँ गएर हेर्नेछौँ। बाहिरबाट यस्तो होइन कि अन्जना, मेलबर्न मन परे जस्तो छ।
फाइनली वी हेभ अराइभड एट श्राइन अफ रिमेम्बरेन्स. अब भित्र जान्छौँ हामी अनि त्यहाँको केही के छ हामी त्यो भित्र हेर्नेछौँ. त्यसपछि हामी माथिबाट टप भ्यूहरू पनि हेर्न जान्छौँ एकछिनमा अनि त्यसपछि ब्याक टु मेलबर्न सिटी एन्ड विल बी ह्याभिङ अ फन देयर. सायद नेक्स्ट डेस्टिनेसन चाहिँ यस पछाडि हामी युरेका टावर हुनसक्छ. युरेका टावर चाहिँ मेलबर्नको सबभन्दा ठुलो टावर हो. त ठिक छ, पहिला हामी श्राइन अफ रिमेम्बरेन्समै केही हेरौँ के छ. म त कति नै कति नै होइन भन्छु कि म त. मैले त पावर डिभाइड भयो भन्छु. जब इन्डियाले र रसियाले रसियन र इन्डियन मनीमा ट्रेड गर्न थालेपछि पावर डिभाइड भयो कि. श्राइन अफ रिमेम्बरेन्स हामी घुमिसकेपछि अब हामी फेरि ब्याक टु मेलबर्न सिबिडीतिर आयौँ है. अब त्यसपछि हामी नेक्स्ट हाम्रो टुर भनेको युरेका टावर हुनेछ. युरेका टावरको विशेषता भनेको चाहिँ यो साउदर्न हेमिस्फियरकै सबभन्दा अल्गो टावर हो अनि यसको 88 स्टोरेड बिल्डिङ हो यो चाहिँ. अनि यसको टप फ्लोरबाट चाहिँ होल मेलबर्न देखिन्छ. अनि यो स्क्रिनमा अहिले हामीले जुन देखिरहेका छौँ यो भनेको चाहिँ सर्टेन इयर्समा मेलबर्नको ग्रोथ देखाइरहेको छ भन्नाले सिटीको डेभलपमेन्ट कसरी भयो भनेर बिल्डिङहरू बनेका हामी यसमा हेर्न सक्छौँ. अनि अब हामी केही समयमा फेरि माथि जान्छौँ. माथि हामी यसको लिफ्टबाट जान्छौँ. लिफ्ट पनि एकदम हाई स्पिड लिफ्ट हो किन भन्दा 88 स्टोरेड मेबी आई डोन्ट नो 30-40 सेकेन्ड्स. अहिले हामीमा फुल भिडियो लेट्स सी कति सेकेन्डमा हामी माथि पुग्छौँ. सेकेन्ड्समा माथि पुग्छ क्या. कान हुन्छ है.
यो सनसेटको रमणीय दृश्यसँगै हाम्रो आजको मेलबर्न यात्रा सकिएको छ। आजको यो ब्युटिफुल दिनको लागि हामी एकदम हृदयदेखि नै अञ्जना, केशव बिनाजु अनि त्यसपछि अजित दाईलाई एकदम थ्याङ्क यू दिन चाहन्छौँ। र यसको साथसाथै अञ्जना र केशव बिनाजु लाइफको न्यू माइलस्टोनमा प्रवेश गर्दै हुनुहुन्छ, त्यसको लागि एकदम शुभकामना छ। वी आर एक्साइटेड एज वेल। थ्याङ्क यू फर दिस लभली डे। तपाईँहरू सबैलाई पनि यो भिडियो कस्तो लाग्यो प्लिज हेरिदिनु होला अनि प्रतिक्रिया दिनुहोला। लाइक, शेयर, सब्सक्राइब, hit the bell icon. Stay tuned for the next video. Subscribe to our channel in our DNA. See you. Bye bye.